हरिपुर गाउँमा श्याम प्रसाद नेपालको परिवार बसोबास गर्दै आएका छन्। धुम्रपानको कुलतको कारण उनी दम रोगबाट 10 वर्षदेखि पीडित हुँदा पनि धुम्रपान त्याग गर्न नसकेकाले आज उनको घरमा तनावको वातावरण देखिन्छ। उनको यही व्यवहारका कारण दिन प्रतिदिन परिवारमा कोलाहल भएकाले सन्तानमा पनि उनीप्रतिको भावना तितिँदै गएको छ र समाजमा पनि उनीप्रतिको दृष्टिकोण नराम्रो हुँदै गएको छ। घर परिवार तथा समाजको अवहेलनाले गर्दा उनी तनाव र चिन्तामा ग्रसित हुन थालेका छन् र हालसालै उनी उच्च रक्तचापद्वारा पीडित पनि भएका छन्। घरकोले बुझ्छन् न, गाउँकोले बुझ्छन् न, समाज के नै गरेको छु र मैले, के नै गल्ती छ र मेरो। सोही गाउँमा बसोबास गर्दै आएका हरिलाल अधिकारीको सुपुत्री जेनिसा दाङमा स्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद स्नातक अध्ययन गरिरहेकी छिन् र आफ्नो जाडो बिदामा गाउँ आएकी छिन् र आफ्नो साथी अञ्जनी जो श्याम प्रसाद नेपालको छोरीसँग भेट गर्छिन् र आफूले अध्ययन गरेका असंक्रामिक तथा दीर्घरोग सम्बन्धी योग अभ्यास शिविर सञ्चालन गर्ने कुरा व्यक्त गर्छिन्। बाबा जेनिसाले गाउँमा योग शिविर गर्दैछ, हामी पनि जाऊँ न योग गर्न। यो फेरि नक्करचरी के नयाँ बहाना लिएर आई, के हुन्छ त्यो स्यास्या फ्याफ्याले योग गर्ने? मैले काम गरेको देख्दिनस्? योग गरेपछि शरीर स्वस्थ हुन्छ। यसरी अञ्जनीले आफ्नो बुबालाई योग शिविरमा जानका निम्ति फकाउन थाल्छिन्। अनि ट्याङ लास्ट त्यही गर्दै रहेछ। ल जाउँ एकचोटि हेरेर आउनु त कस्तो चाहिँ हुँदो रहेछ। 15 दिनको योग शिविरमा यहाँ उपस्थित सबैलाई स्वागत छ। योग भन्नाले युद्ध जस्तै अनि शरीर, आत्मा र मनलाई यसरी जेनिसाले गाउँमा 15 दिने योग शिविर सञ्चालन गर्छिन् र सबै गाउँले साथै श्याम प्रसाद नेपाल पनि 15 दिने योग शिविरमा उपस्थित हुन्छन्। उनी 15 दिने योग अभ्यासबाट प्रभावित हुन्छन् र आफ्नो दैनिक जीवनमा पनि उतार्ने निधो गर्छन्। 6 महिनापछि यसरी त्यस शिविरका कारण उनको जीवनशैलीमा सुधार आउँछ र उनी आफ्नो दैनिक जीवनमा धुम्रपान कुलत त्याग गर्न सफल हुन्छन्। उनको योग प्रतिको लगनशीलता बढ्दै जान्छ र उनी दैनिकी रूपले निरन्तर योग अभ्यास गरिरहन्छन्। साथै उनी सात्विक आहार प्रति प्रेरित हुन्छन् र जसका कारण आज उनलाई गाउँलेले पनि श्याम सुध्रेछ भन्दै उनीसँग सम्बन्धको हात अघि बढाउन थाल्छन्। यसरी उनीले गाउँमा रहेका आफू जस्ता कुलतमा फसेका तथा असंक्रामिक रोगले पीडित भएका व्यक्तिहरूलाई योग प्रति संलग्न हुन प्रेरित गर्न थाल्छन्। अब हेर्दा तिमी सानै छौ, तिमी यस्तो कुलतमा फस्नु हुँदैन है। अब भोलिदेखि तिमी मसँग डेली योगामा जानुपर्ने हुन्छ बिहान बिहान। जाउँ है त बिहान बिहान है त। ल बुवा जानुपर्छ है त। छोरीले त निकै पो खेल्न थालिछ त, मलाई पनि जित्न थालिछ। यसरी योगकै कारण उनी असंक्रामिक रोग तथा